हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँलाई स्याफाले कसरी बनाउँछ भनेर देखाउँदैछु है साथीहरू। हेर्नुहोस् है, मैदाको पिठो मोलिसके पछाडि चाहिँ किमा लगाएर त्यस पछाडि चाहिँ मजाले साइड साइडमा थिचेर अब चाहिँ के गर्दै हुनुहुन्छ, पोको पार्दै हुनुहुन्छ साइड साइडमा। एकदमै राम्रो तरिकाले हैन यसरी बनाउनु हुँदो रहेछ। एकदमै मिलाएर एउटै साइजमा, कहीँ पनि सानो ठुलो नभई। कुनै पनि काम हैन सिकिराख्दाखेरि जान्दैन साथीहरू, कुन बेला के काम गर्नुपर्ने हुन्छ हैन। त्यही भएर सबैले सिकेको राम्रो। मैले पनि हेरेर सिक्दैछु। हेर्दै हेर्दै रेडी भइसक्यो स्याफाले। हेर्नुहोस् त, रेडी भइसकेपछि चाहिँ यस्तो देखिन्छ हैन। एकदमै राम्रो बनेको छ भन्दै आजलाई चाहिँ यति नै साथीहरू। नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।